सम्पूर्ण साथीहरुमा। आज यस खुसीको माहौलमा अझै खुसी थप्न मलाई पठाउनु भएको शुभ आशीर्वाद शुभकामनाले एकदमै हर्षित छु, एकदम पुलकित छु। मेरो खुसी अझै दुगुना भएको छ। हजुरहरूले मलाई दिनुभएको साथ प्रेमको लागि एकदम आभारी छु मित्रहरू। हजुरहरू जहाँ रहेर पनि कति साथीहरू हुनुहुन्छ मलाई साथ दिनुभएको, जो साथीहरू वाइफाईबाट टाढा हुनुहुन्छ उहाँहरूले पनि मलाई डाटा खोलेर सहयोग गर्नुभएको छ। ती साथीहरूलाई एकदमै मनदेखि नमन गर्न चाहन्छु। जो साथीहरू हुनुहुन्छ ड्युटीमा रहेर बोल्न नमिल्दा पनि मलाई साथ दिनुभएको छ। कुनै साथी यस्तो साथी हुनुहुन्छ जो अनिदो बसेर पनि मलाई सहयोग गर्नुभएको छ, मेरो लाइफको प्रतीक्षामा बस्नुभएको छ। लाइफ मात्रै नभएर मलाई साथी वानकिन नहुँदासम्म मलाई साथ सहयोग गर्नुहुने साथीहरू पनि कयौँ हुनुहुन्छ। म त भन्छु हजुरहरू मात्रै नभएर देश तथा विदेशबाट मसँग अपरिचित, जो मलाई चिन्नुहुन्न, जो मेरो भाषा बुझ्नुहुन्न, ती साथीहरूको पनि मलाई साथ आवश्यक थियो र मलाई दिनुभएको छ। जसले साथी दिनुभयो र नै मेरो वानके भयो। जुन श्रेणी छ बैठीभित्रको ती श्रेणीहरू पार गर्दै म यहाँसम्म आएँ। म नमन गर्न चाहन्छु उहाँहरूलाई पनि। दर्शन नमस्ते सम्पूर्णमा नमस्ते। म उमेश गेवाली हाल साउदी अरबबाट बोल्दैछु, नेपालगढ गुल्मी जिल्ला। तपाईहरूले चिन्नुभएकै छ, कति धेरै साथीहरू युट्युबर हुनुहुन्छ। आज एकदमै हाम्रो रेखा पन्थ मिसको खुसीको पलको दिन हामीले पनि खुसी सेयर गर्न पाएका छौँ। तपाईहरू जस्तै म पनि एकदमै खुसी छु। उहाँको च्यानल अलरेडी मोनिटाइज भइसकेको छ। हिजोको दिनमा उहाँको जर्नी कसरी सुरु भयो त्यो त मलाई थाहा छैन, तर उहाँलाई युट्युबमा भेटेदेखि अहिलेसम्म जे होस् चिनजान भइसकेपछि, साथी बनिसकेपछि एकअर्कोमा सहयोग गर्दै सहयोगी हातहरू अगाडि बढाउँदै यहाँसम्म आइयो। मेरो आफ्नो च्यानल पनि मोनिटाइज भइसकेको छ, कति साथीहरूको च्यानल मोनिटाइज भइसकेको छ पहिले नै। रेखा मिसको पनि आज मोनिटाइजेसन भएर एउटा कङ्ग्रेचुलेसनको भिडियो उहाँले चाहिँ माग्नुभयो। यो भिडियो दिन पाउँदा एकदमै खुसी छु। यदि साथीहरू रेखा पन्थको सँग साथी भएर यदि मेरोमा साथी हुनुहुन्न, मसँग साथी हुनुहुन्न र बन्न चाहनुहुन्छ भने मेरो घरमा आउनु होला। मेरो नाम यहाँनिर मैले लेखेर दिएको छु, देख्न सक्नुहुनेछ। यहाँ जस्तो नाम लेखेको छु त्यस्तै नाम छ मेरो घरतिर। अनि रेखा मिस तपाईलाई धेरै 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 बधाई तथा आगामी दिनहरूका लागि जेउस अग्रिम शुभकामना दिन चाहन्छु। च्यानल मोनिटाइज गर्नु ठुलो कुरो थिएन, एउटा खुड्किलो पार गर्नुभयो। अब आगामी दिनहरूमा च्यानललाई कसरी जोगाउने, साथीहरूसँग कसरी सहकार्य गर्ने त्यो हजुरको हातमा रहनेछ। तपाईहरूका दर्शक तथा श्रोताहरूले
उहाँहरूको चाहना अनुसार भिडियो हेर्न पाउनुहुनेछ भन्ने आशा गरेको छु। एज अ दर्शक मैले पनि हजुरको युट्युबबाट ज्ञान गुणका कुरा लगायत साहित्यिक हजुर अब गजल लेखनमा माहिर हुनुहुन्छ, गजल सङ्गीत तथा नेपाली साहित्यलाई यसै गरी अगाडि लानुहुनेछ। एकदमै गोर्खामा जन्मिएर तपाईँले यो युट्युबमा हामी कहाँ कहाँको मान्छेहरू वाइटीको बाट यस्तो साथी भएका छौँ। एकले अर्काको प्रगति हुँदाखेरि यस्तो खुसी सेयर गर्ने वातावरण मिलेको छ। एकदमै यो हाम्रो लागि सबै नेपाली युट्युबरको लागि एकदमै खुसीको कुरा हो। आगामी दिनहरूमा धेरै धेरै राम्रा भिडियोहरू पस्किँदै जानु होला र तपाईँको च्यानल एक दिन नेपालमै नम्बर 1 भएको देख्न चाहन्छु र कुनै दिन यस्तो सुन्न पाइयोस् कि आज त रेखा पन्तले राखेको भिडियो चाहिँ ट्रेन्डिङ नम्बर 1 मा गएको छ भनेर यस्तो न्युजहरू देख्न पायो भने अझै खुसी लाग्नेछ। मेहनती हातहरू अगाडि बढाउँदै जानु होला, हरेस नखानु होला। यदि भोलिको दिनमा हजुरलाई केही सुझाव सल्लाह प्रतिक्रिया अथवा आज युट्युबर तपाईँलाई केही साथ सहयोग चाहिन्छ भने हामी सबै यहाँनिर अहिले जतिजनाले हाम्रो भिडियो हेरेका छौँ सबैको तर्फबाट हजुरलाई साथ हुनेछ। मात्र तपाईँले माग्न जान्नुपर्छ। कसरी माग्ने, कसरी सम्बन्ध अगाडि राख्ने होइन, यो हामी सबैले थाहा छ। सबैजना युट्युबर साथीहरू एकदमै राम्रो हुनुहुन्छ। मेरो अग्रज साथीहरूले पनि यो भिडियो हेर्दै हुनुहुन्छ र मभन्दा पछि वाइटीमा लाग्नुभएका र तत्काल अहिलेसम्म वाच टाइम नपुगेका साथीहरूलाई पनि के भन्न चाहन्छु भने आत्तिनु हुँदैन। प्रतीक्षा गरेर प्रतीक्षाको फल एक दिन मिठो हुन्छ र आफ्नो जुन ओरिजिनल कन्टेन्ट छ त्यो कन्टेन्ट अनुसार भिडियो राख्दै जानु होला। सबै साथीहरूलाई माया नै माया छ। अनि रेखा पन्त मिसलाई वन्स अगेन कङ्ग्रेचुलेसन। मलाई त्यति इङ्ग्लिस बोल्न आउँदैन। नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनाका गुच्छाहरू तपाईँलाई अर्पण गर्न चाहन्छु रेखा मिस। एकदमै 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 तपाईँको च्यानल भोलिको दिनमा अगाडि बढ्दै जाओस्। धेरै खुसी लागेको छ। एउटा सानो बच्चा नर्सरीमा जाँदाखेरि यस्तो पढ्न जाँदाखेरि कस्तो खुसी लाग्छ त्यहाँको बाबुआमालाई, त्यस्तो चाहिँ मलाई पनि फिलिङ भएको छ है रेखा मिस। एकदमै 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 खुसी लागेको छ। राम्रो दिशामा जाँदै हुनुहुन्छ, अझै अगाडि बढ्नु होला। र अहिले यो भिडियो हेर्ने सम्पूर्ण साथीभाइ, दिदीबहिनी, आमाबुबा, दाजुभाइहरूमा नमन गर्न चाहन्छु फेरि पनि। एन्ड रेखा पन्त मिसलाई अलवेज सपोर्ट गर्दै जानु होला र कतै उहाँको च्यानलमा भिडियोमा चित्त नबुझेको कुराहरू सुझाव सल्लाह मार्फत उहाँलाई अगाडि बढ्ने मार्गदर्शन गर्नु होला। हाम्रो अग्रज युट्युबर साथीहरू हुनुहुन्छ होइन र नयाँ साथीहरूलाई पनि रेखा पन्त मिसले सिकाउनु हुनेछ। नजानेको कुराहरू एकअर्कोमा ज्ञान सिकाउनु हुनेछ र हाम्रो सम्बन्ध सम्पूर्ण नेपाली युट्युबर साथीहरूको एकदमै मजबुत हुनेछ भन्ने आशा राखेको छु। म धेरै बोल्दिनँ, भन्दै पनि 5 मिनट भिडियो भइसकेछ है। साथीहरू सबैजनालाई बाई बाई। जय नेपाल, जय देश। हाम्रो युट्युबर टिमबाट जसको प्रगति भए पनि एकदमै खुसी लाग्छ है त साथीहरू। अहिले चाहिँ यहाँबाट छुटिन्छु। बाई बाई। रेखा पन्त अफिसियल हेरेर बस्नुहुने सम्पूर्ण दाजुभाइ, सिस्टर र सम्पूर्ण सरहरूलाई चाहिँ म कुमारको तर्फबाट नमस्कार गर्न चाहन्छु। आज चाहिँ मैले तपाईँहरूको लागि मात्र नभएर हाम्रो रेखा सिस्टरको लागि पनि एउटा चाहिँ बधाई कार्यक्रम लिएर आइसकेको छु। उहाँलाई चाहिँ धेरै धेरै बधाई दिन चाहन्छु। कङ्ग्रेचुलेसन छ रेखा सिस्टर। हजुरको च्यानल चाहिँ धेरै हजुरले चाहिँ एकदम हजुरले चाहिँ धेरै मिहिनेत गरेर चाहिँ आज चाहिँ एउटा च्यानललाई चाहिँ एउटा पिलरको रूपमा चाहिँ एउटा पिलर खडा गर्नुभएको छ। अब तपाईँले चाहिँ त्यसमा चाहिँ इट्टा हाल्न बाँकी छ। एउटा चाहिँ अब तपाईँले पिलर उठाइसक्नु भएको छ। अब तपाईँले चाहिँ इट्टा हाल्नुहोस् सधैँ एउटा इट्टा थोर चाहिँ एउटा चाहिँ घर बनाउनुहोस्। त्यो एउटा तपाईँको एउटा चाहिँ शुभ हुनेछ। जुन च्यानल चाहिँ तपाईँले मनो चाहिँ गराइसक्नु भएको छ त्यसमा हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन धेरै तपाईँले चाहिँ सङ्घर्ष गर्नुभयो, लाइभमा बस्नुभयो, सबै साथीहरूले चाहिँ हजुरलाई पनि सपोर्ट गर्नुभयो र सपोर्ट गर्ने साथीहरूलाई पनि म धेरै धेरै बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। हजुरहरूको पनि आगामी दिनमा
पनि हुने नै छ यसरी नै। र हजुरलाई पनि अग्रिम शुभकामना दिन चाहन्छु। जुन साथीहरूको अझै पनि मनौ हुन बाँकी नै छ उहाँ साथीहरूलाई पनि अग्रिम शुभकामना दिँदै आजको यस रेखा पन्त अफिसियल हेरेर बस्नुहुने सम्पूर्ण दर्शकहरूलाई पनि फेरि पनि नमस्कार गर्दै आजको यस क्लिपबाट म बिदा माग्दछु। हस्त। हाई रेखा डियर, नमस्ते। हजुरलाई धेरै धेरै बधाई छ। यो मोनिटाइज भयो रे भन्ने खबर सुन्दा चाहिँ एकदमै खुसी लाग्यो है। धेरै सङ्घर्षपछि यो सफलता हात परेको छ तपाईँको। यस्तै गरी जीवनमा अगाडि बढ्दै जानुहोला, वाइटीको दुनियाँमा पनि र आफ्नो जीवनमा पनि अगाडि बढिरहनु भएको छ। यसै गरी नै बढ्नुहोला। धेरै त के भनौँ, तपाईँ एकदमै ज्ञानी बुद्धिजीवी हुनुहुन्छ, कलाकी धनी हुनुहुन्छ। अगाडि बढ्दै जानुहोला। एकदमै धेरै शुभकामना छ। हामीलाई नभुल्नुहोला। सबैको च्यानल एउटै हुँदैन हैन, सबैको भाग्य पनि एउटै हुँदैन। भोलि गएर ठुलो युट्युबर बन्नु अनि त्यसपछि हामीलाई नभुल्नु हैन। पुराना साथीहरूलाई सबैको च्यानल माथि जान्छ भनेर भन्नु छैन। कसैको जाला कसैको नजाला। जस्तै कि उदाहरण अब अहिले कैलाली भाइको छ एकदमै माथि हैन, मैले थाहा पाएसम्म। र उहाँसँग हामीले केही सिक्नुपर्छ। उहाँले हामीलाई भुल्नु भएको छैन, यति अगाडि बढ्नु भएको छ। उहाँको भिडियो हामीले नहेरे पनि उहाँलाई फरक पर्दैन, तर पनि हामीसँगै मिलेर हिँड्नु भएको छ। उहाँसँग हामीले केही सिक्नुपर्छ र धेरै धेरै बधाई छ। अगेन कङ्ग्रेचुलेसन। सागर सरी चोखो माया दिदीलाई दिउला, यो जानले साथरी दिदीलाई सम्झौला। दिदी बिना यो भाइ अधुरो, दिदी आफ्नै हो नि होइन र। दिदी नभई यो भाइ कसरी बाँच्न सकुला। सागर सरी चोखो माया यो भाइको दिदी। हेलो दर्शक, नमस्ते सम्पूर्ण मित्रहरूमा। म भाइरल न्युजबाट जगत लामा बोलिरहेको छु। धेरै धेरै माया अनि धेरै धेरै सम्झना छ। सबैजनालाई धेरै धेरै मिस गरेको छु। धेरै धेरै माया छ यो हृदयदेखि नै, र सबैजनालाई धेरै धेरै मिस गरेको छु, सम्झिरहेको छु। माया नै माया छ हजुरहरूलाई। सो आज चाहिँ हाम्रो रेखा दिदीको चाहिँ च्यानल मोनेटाइजेसन भएको छ। उहाँले यति धेरै मिहिनेत गर्नुभएको छ र उहाँले यति धेरै मिहिनेत पछिको अन्तरालपछि उहाँले आफ्नो च्यानललाई मोनेटाइजेसन गर्नुभएको छ। यहाँ दिदीलाई बधाई, लाखौँ लाखको बधाई छ यहाँलाई। सो यो भाइको शुभकामना छ। अनि सो दिदीलाई पनि धेरै धेरै मिस गरेको छु अनि धेरै धेरै माया छ। सबै मित्रहरूले चाहिँ उहाँलाई सपोर्ट गर्नुभएको छ र हाम्रो दिदीले पनि सबैजनालाई सपोर्ट गर्नुभएको छ। यसरी नै उहाँले मिहिनेत गर्दै जानुभयो र आज यसरी मिहिनेत गर्दै उहाँले यसो आफ्नो च्यानललाई मोनेटाइजेसन गर्नुभएको छ। यहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु दिदी। र आगामी दिनहरूमा हजुरले यसो अझै पनि राम्रो राम्रो काम गर्दै जानुहोला र अझै पनि च्यानललाई ग्रो गर्दै जानुहोला। र भोलिको दिनमा यो भाइले सुन्न पाऊँ कि सो हाम्रो दिदीको च्यानल चाहिँ ठुलो अर्थात् सो हाइलाइटमा आएछ अनि सबैजनाले तपाईँको च्यानललाई जहाँ गए पनि हजुरको च्यानललाई सुन्न पाऊँ होइन। सो जहाँ गए पनि हजुरको च्यानल फेमस होस् भनेर सुन्न चाहन्छु। र सो दिदीलाई धेरै धेरै माया छ यो भाइको। अनि यदि हाम्रो सो दिदीको च्यानललाई चाहिँ सबैजनाले सब्सक्राइब गर्नुहोला। यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर नजिक आउने बेल आइकनलाई पनि दबाइदिनुहोला र यस्तै राम्रा राम्रा भिडियोहरू हेरेर नभुल्नुहोला भन्न चाहन्छु। हेलो रेखाजी, नमस्ते नमस्ते नमस्ते। हजुरको च्यानल मन भएछ सुनेर चाहिँ एकदम खुसी लाग्यो है। हजुरलाई एकदम धेरै धेरै बधाई छ। अनि हजुरले आउने दिनहरूमा चाहिँ मिठो मिठो साहित्यिक कोसेलीहरू लिएर एकदम माथि जानुहुन्छ भन्ने आशा छ। रेखाजी हजुरलाई शुभकामना अनि फेरि पनि धेरै धेरै बधाई छ है त। अहिलेको लागि छुट्टिन्छु। हस्त, बाबाई, नमस्ते। म त सानो गाउँको मान्छे, म त सानै घरमा बस्थे
म त सानो गाउँको मान्छे, म त सानी घरमा बस्थे, दिनुभो माया मलाई, दिनुभो माया मलाई, माया दिने जतिलाई जय जय होस् नमस्ते। दर्शन अनि नमस्ते। हाम्रो रेखा पन्त अफिसियल च्यानलमा रहेर अहिले सहकारी हाम्रो रेखाजीलाई एकदमै धेरै धेरै कङ्ग्रेचुलेसन, एकदमै धेरै धेरै बधाई दिन चाहन्छु यो गीतसँगै। आगामी दिनहरूमा अझै उत्तर प्रगतिको कामना पनि भन्न चाहन्छु। यति भन्दै मेरो यो छोटो शब्द यही नै टुङ्गाउँछु। हस्त धन्यवाद। वन्स अगेन कङ्ग्रेचुलेसन। नमस्कार सम्पूर्णमा रेखा पन्त च्यानल हेर्दै हुने सम्पूर्ण नमस्कार छ। अनि मलाई चिन्नुहुने हजुरलाई पनि नमस्कार छ है त। आज रेखा चिजको चाहिँ मन भइसकेको छ। धेरैभन्दा धेरै बधाई छ, कङ्ग्रेचुलेसन हाम्रो रेखा चिजलाई। यसरी नै सफलता हासिल गर्दै जानलाई म चाहिँ एकदम खुसी छु है। हजुर पनि खुसी हुनुहुन्छ होला, हाम्रो साथीहरू पनि खुसी हुनुहुन्छ होला। सबैजनाको त्यो उमेरमा सधैँ खुसी छ होस् पनि भन्न चाहन्छु है त। हाम्रो रेखा चाहिँ अहिले युट्युबमा 2-3 खुड्किला मात्रै माथि चढेको छ, अझै हजारौँ खुड्किला छ। हजारौँ खुड्किलामा यसरी नै सफलता मिल्दै जाओस् पनि भन्न चाहन्छु। हरेक पाइलामा हजुरको सफलता मिल्नेछ। हजुरले जे सोचेर युट्युबमा लाग्नुभएको छ नि, त्यो सोचाइ त्यो चाहिँ एकदम चाँडै पुरा होस्। सङ्घर्ष गर्नुहोला जिन्दगीमा, सङ्घर्ष नै हाम्रो लागि जिन्दगी हो। यो अहिले हजुर दुःख गरेर यो ठाउँमा छ भने अझै दुःख गर्नुहोला, अझै माथि पुर्याउनेछ। जिन्दगीमा दुःख भनेको मर्ने बेलासम्म हुन्छ। दुःख गरिरहनुहोस्, सफलता मिल्दै जाने हुनेछ। यसरी नै सफलता मिलोस् पनि भन्न चाहन्छु। हजुरलाई साथ सपोर्ट दिएर आज यो ठाउँमा छ भने हाम्रो साथीहरूलाई पनि सल्युट छ हजुरहरूलाई। हाम्रो रेखाजीलाई यसरी धेरै धेरै माया र साथ सपोर्ट दिएर हजुरले आज मन बनाइदिनु भएको छ। यसरी नै साथ सपोर्ट हाम्रो रेखाजीले दिनु होला। रेखाजी विदेशमा हुनुहुन्छ, दुःख के हो उसले बुझ्नु भएको छ। तर पनि दुःख गर्नुहोस्, जिन्दगीमा हरेस कहिले खाने होइन। अझै दुःख गर्नु होला, अझै धेरैभन्दा धेरै दुःख गर्नुहोस्। अझै यहाँ मात्रै होइन, अझै धेरै माथि पुगोस् पनि भन्न चाहन्छु। हजुर यति बिजी व्यस्तताको कारण पनि युट्युबमा लागेर साथीभाइलाई यति धेरै सपोर्ट गरेर यो ठाउँमा छ भने हजुरलाई पनि सल्युट छ है। रेखाजी यसरी नै साथ सपोर्ट दिँदै जानु होला, लिँदै पनि जानु होला। सब साथी भनेको सबैभन्दा माथि हुन्छ। साथ सपोर्ट भनेको हमेसा रहनेछ। हातमा हात, साथमा साथ, काँधमा काँध गरेर अगाडि बढ्नुपर्छ जिन्दगीमा। हामी एक भयो भने, हामी सबैजना एक भयो भने हामीले जे सोचेछ नि त्यो पुरा हुनेछ। सबैजना कोही ठासा कोही ठुचुक होइन, सबैजना एक सोचाइ एउटा बाटोमा अब हामी युट्युबमा सबै लागेको छ नि, हामी युट्युबमा त्यो एउटै बाटो एउटै ठाउँ जाने भयो भने चाहिँ सबैजना एक भएर, सबैजना एक भएर एकमुष्ट भएर अगाडि बढ्नुहोस्। यसरी नै सफलता मिल्नेछ सबैजनालाई। साथीहरूलाई पनि थ्याङ्क यू सो मच है, साथ सपोर्ट दिनुभएकोमा मनबाट नै। यसरी नै साथ सपोर्ट दिँदै जान हाम्रो रेखा चाहिँ युट्युबमा मात्रै होइन, अब बुकमा पनि हजुरको गजल मुक्त हेर्ने सुन्ने यो मेरो मन छ एकदम। हजुरलाई छिटो चाँडैभन्दा चाँडै देख्न पाओस् यी बुकतिर पनि भन्न चाहन्छु। यसरी नै सफलता हासिल गर्दै जानु होला। जिन्दगीमा हरेस कहिले खाने होइन। जिन्दगीमा हरेस भनेको पट्टाकै नखाने है। खाना तर खानुहोस्, हरेस नगर्नुहोस्। जति तपाईँ लड्नुहुन्छ त्यति उठेर हिँड्ने सिक्नुहोस्। त्यो लड्यो म सक्दिनँ भने पछि हट्ने होइन, अगाडि बढ्ने हो। जो मान्छे एकचोटि लडेर पछि हट्छ नि त्यो मान्छे कहिले त्यो माथि पुगिँदैन। जो मान्छे जति लड्छ म होइन सक्छु, म मिहिनेत गर्छु। जिन्दगीमा मिहिनेत गर्नु नै सबैभन्दा ठुलो कुरा। अझै मिहिनेत गर्नु होला, अझै माथि पुग्नु होला। हाम्रो रेखाजी पनि भन्न चाहन्छु। हाम्रो साथीहरूलाई धेरै बोल्नु चाहिँ आउँदैन, धेरै बोल्यो होला, त्यसको लागि क्षमा चाहन्छु। मैले चाहिँ कहीँ गल्ती कमजोरी भयो भने क्षमा चाहन्छु, किनकि मलाई खासै बोल्न पनि आउँदैन। सो त्यही भएर हाम्रो रेखाजी फेरि पनि जाँदा कङ्ग्रेचुलेसन, धेरैभन्दा धेरै बधाई छ है। यसरी नै सफलता हासिल गर्दै जानु होला। उत्तर प्रगतिको कामना पनि भन्न चाहन्छु। अनि हाम्रो साथीहरूलाई पनि थ्याङ्क यू सो मच। हजुरहरूलाई यति धेरै माया साथी पनि थ्याङ्क यू। अनि जाँदै चाहिँ मलाई पनि नबिर्सिनु होला, म तपाईँलाई पनि बिर्सिनु होला। माया साँचो पनि हमेसा हुनेछ। नचिन्दा को चिनेपछि माया भयो भने चाहिँ तपाईँ पहिलाका कुनै बेला हजुरले मलाई चिन्नुहुन्थ्यो, मैले तपाईँलाई चिन्नुहुन्थेन। अब हामी एक भइसकेको छ। तपाईँले मलाई चिन्नुहुन्छ, म तपाईँलाई चिन्छु।
हमेशा यो साथ र सपोर्ट माया भनेको हमेशा छाइरहोस् पनि भन्न चाहन्छु। धन्यवाद सबैजनालाई हाम्रो रेखा चिजलाई साथ सपोर्ट दिनु होला। अझै रेखा चिज हरेक भिडियोमा भाइरल होस्, सबैजना पुरा भिडियो हेरिदिनु होला पनि भन्न चाहन्छु। थ्याङ्क यू सो मच। नमस्कार सबैजनालाई, म सुमन बमजान बेस्ट चाहिँ नेपालबाट। अहिले तपाईँहरू हेर्दै हुनुहुन्छ रेखा पन्त अफिसियल युट्युब च्यानल। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने यस रेखा पन्त अफिसियल युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर सँगै आउने घन्टीलाई दबाउनको लागि म अनुरोध गर्न चाहन्छु, ताकि तपाईँहरूले जुन हाम्रो रेखा पन्तजीले चाहिँ नयाँ नयाँ भिडियोहरू अपलोड गर्दाखेरि तपाईँहरूको सामु सबभन्दा पहिला नोटिफिकेसन पाउनको लागि है। त्यसपछि हाम्रो रेखा पन्तजीको चाहिँ युट्युब च्यानल रेखा पन्त अफिसियल युट्युब च्यानल चाहिँ मोनेटाइज भएको छ। यस उपलक्ष्यमा यहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु, मेनी मेनी कङ्ग्रेचुलेसन भन्न चाहन्छु। आगामी दिनहरूमा यहाँले चालेका युट्युब क्षेत्रमा आफ्नो भविष्यलाई चाहिँ उज्जवल होस् होइन। हाम्रो रेखा पन्त अफिसियल युट्युब च्यानलले संसारले चिन्न सकोस् भन्न चाहन्छु। अनि यसै गरी आगामी दिनहरूमा उत्तर प्रगतिको कामना गर्न चाहन्छु। यति भन्दै यहाँहरूले चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन। यहाँहरूको साथ र सपोर्टले गर्दाखेरि चाहिँ अनि मेरो पनि अनि मोनेटाइज भएको छ। यहाँहरूले पनि हाम्रो रेखा पन्त अफिसियल च्यानलबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँहरू सम्पूर्णलाई। यति भन्दै यहाँको माझबाट फेरि वान्स अगेन कङ्ग्रेचुलेसन भन्न चाहन्छु हाम्रो रेखाजीलाई। धेरै धेरै धन्यवाद दिँदै यहाँको माझबाट छुट्टिन चाहन्छु। हस् त, ओके, धन्यवाद, बाई बाई, जय नेपाल। हाई नमस्ते एभ्रिवान, सबैजना म 3M नेपाल, मेरो नयाँ च्यानल 81 लाइन टिभी 3M नेपाल त टुङटुङ ढुस भएको छ। ठिकै छ, नयाँ च्यानललाई पनि हजुरहरूको माया सपोर्ट पाइरहेको छु। आज यस विशेष भिडियो हाम्रो रेखाजीको लागि छ। उहाँको धेरै मेहनत, धेरै सङ्घर्ष गरे बापत आज उहाँको च्यानल मोनिटाइजेसन हुन पुगेको छ। एकदमै ह्याप्पी छ हामी सबैजना साथीहरू। तपाईँको खुसीको खबर सुन्न पाउँदाखेरि हजुरलाई एकदमै धेरै धेरै बधाई छ। 81 लाइन टिभी 3M नेपाल सो परिवारबाट हजुरलाई एकदमै धेरै धेरै बधाई छ। आगामी दिनमा यस्तै राम्रो कार्य गर्दै जानुहोला, तपाईँलाई यही मेरो विशेष शुभकामना छ। तपाईँ एकदमै मिलनसार साथी हुनुहुन्छ है, मेरो लागि एकदमै मिलनसार सपोर्टर हुनुहुन्छ। धेरै साथीहरूले मलाई सपोर्ट पनि गर्नुभएको छ है, म एकदमै खुसी छु। हामी सबै साथीभाइहरू यसरी नै वाइटीमा मिलेर अगाडि बढौँ। सबैजनाहरू एकापासमा हातीमालो गर्दै बढ्नु होला, यही नै भन्न चाहन्छु। अन्तिममा फेरि हाम्रो रेखाजीलाई धेरै धेरै बधाई छ। तपाईँको आगामीको कार्य पनि यस्तै शुभ रहोस्, यस्तै सफल रहोस्, तपाईँलाई धेरै सफलता मिलोस् आगामी दिनहरू पनि। यति भन्दै म 3M नेपाल, मेरो नयाँ च्यानल 81 लाइन टिभीको सो परिवारबाट बिदा लिन्छौँ। हस् त, बाई बाई, नमस्ते एभ्रिवान, टेक केयर, स्टे होम, स्टे सेफ। Hello Titi, congratulations to your harang barang. I'm so happy. Keep rocking and I love you. नमस्ते, साहित्यिक मित्र रेखा पन्तजीको युट्युब च्यानल रेखा पन्त अफिसियल मोनिटाइज भएको खुसीको अवसरमा म उहाँलाई हार्दिक बधाई दिन चाहन्छु। आगामी दिनहरूमा पनि यस च्यानललाई अझ रोचक आकर्षक रूपले सञ्चालन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। धन्यवाद। हेलो, हाई दर्शन, नमस्ते। आज चाहिँ विशेष हाम्रो रेखा दिदीको च्यानल चाहिँ मनाउ भएको छ, धेरै खुसी लागेको छ। अनि उहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु। अनि सधैँ भावी दिनहरूमा पनि यस्तै उत्तर प्रगतिको कामना गर्दै यो कोभिड-19ले सबै विश्वलाई नै चकित बनाएको छ। एकदम सेफ रहनुहोला, स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, स्वास्थ्य लाभको कामना गर्दै फेरि पनि बधाई दिन चाहन्छु हाम्रो रेखा दिदीलाई। धेरै धेरै बधाई छ हजुरलाई। म थिर्लोचन श्रेष्ठ,
रेखा पन्त अफिसियल युट्युब च्यानल मोनिटाइज भएको सुन्दा मलाई खुसी लागेको छ। आगामी दिनमा पनि यस्तै राम्रो राम्रो भिडियोहरू आउँदै जानेछन् भन्ने पनि मेरो अपेक्षा छ र आगामी दिनमा पनि उहाँलाई यस्तै भिडियोहरू ल्याउनुहोस् र अझै अगाडि बढ्नुहोस् भन्दै उत्तरोत्तर प्रगतिको म शुभकामना व्यक्त गर्न चाहन्छु। विश यू अल द बेस्ट। धन्यवाद। नमस्ते सम्पूर्ण आदरणीय दाजु दिदी भाइ बहिनी मित्रहरूमा अनि कङ्ग्रेचुलेसन्स अन योर एक्सिलेन्ट सक्सेस एन्ड गुड लक फर मोर प्रोग्रेस रेखा डियर। गॉड ब्लेस। हेर्न पाऊँ हरेक भिडियो जीवनभर थरी हेर्न पाऊँ हरेक भिडियो जीवनभर थरी सफलताको शुभकामना रेखाजी। मन जित्नु यसै गरी सफलताको शुभकामना रेखाजी। मन जित्नु यसै गरी। नमस्ते, म किरण प्रिया सुनकेसी। वेलकम अनलाइन टिभीबाट युट्युब च्यानल सञ्चालन गर्ने दौरानमा आफ्नो बुलन्द आवाज प्रवाह गर्दै रेखा पन्त अफिसियल च्यानल मोनिटाइज भएको शुभ अवसरमा रेखा पन्तजीलाई धेरै धेरै बधाई दिन चाहन्छु र आगामी दिनहरूको सफलताको शुभकामना पनि म किरण प्रिया सुनकेसी अनि वेलकम अनलाइन टिभी परिवारको तर्फबाट। यदि तपाईहरू रेखा पन्त अफिसियल च्यानल पहिलो पटक हेर्दै हुनुहुन्छ भने विभिन्न भिडियो हेर्नका लागि सब्स्क्राइब गर्न नभुल्नुहोला र माया ममता पनि अत्याधिक मात्रामा दिनुहोला। माया मात्रै मनभरि युट्युबमा सजाएर भिडियो राख्दै गर्नु रेखाजी नबस्नु है लजाएर भिडियो राख्दै गर्नु रेखाजी नबस्नु है लजाएर। हस्त नमस्ते बाई। हेलो हाई दर्शक नमस्ते। रेखा पन्थी अफिसियल युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्णलाई मेरो दशमलव जोडी नमस्कार छ। रेखाजी हजुरलाई धन्यवाद, विशेष गरी धन्यवाद छ तपाईलाई। तपाईको युट्युब च्यानल मोनिटाइजेसन भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद र धेरै सम्झेको पनि छु। यसैगरी तपाईको दुःखलाई अझै अगाडि आओस्, सबै साथीहरुको सहयोगले तपाईलाई हेल्पले राम्रो होस् भन्न म चाहन्छु र यसैगरी अब दिनहरुमा पनि राम्रो राम्रो चीजहरु अपलोड चाहिँ गरिरहनुहोस्, भिडियोहरु हालिरहनुहोस् है। युट्युबले पनि यही नै भन्छ, मेहनत गर्नुहोस् अवश्य सफल हुन्छ भन्छ हैन। मेहनतै सबैभन्दा ठूलो कुरा हो र तपाई सफल हुनुभएकोमा मेरो दशमलव जोडी नमस्ते अनि थ्यांक यू सो मच अनि सम्पूर्णलाई नमस्कार भन्दै ओझेल पर्न चाहन्छु। स्वीकार्नुहोस्। थ्यांक यू। नमस्ते सम्पूर्णलाई। दर्शन अनि नमस्ते सम्पूर्णलाई। म शङ्कर चन्द्र ठकुरी। आज हाम्रो रेखा पन्त मिसको चाहिँ युट्युब च्यानललाई म धेरै धेरै बधाई दिन चाहन्छु। उहाँको चाहिँ रेखा पन्त युट्युब च्यानलको चाहिँ मनो भएको छ। उहाँलाई हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु र बेस्ट अफ लक बधाई दिन चाहन्छु। आगामी दिनहरूलाई पनि उहाँलाई यसरी नै अगाडि बढ्नुहोला भन्दै उहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु है त। धन्यवाद। सम्पूर्णमा नमस्कार अनि रेखाजी हजुरलाई पनि नमस्कार। विशेष गरी हजुरलाई धेरै धेरै बधाई भन्न चाहन्छु। हजुरको युट्युब च्यानल मोनिटाइजेसन भएको छ र यसमा हामीलाई पनि एकदमै खुसी लागेको छ। हजुरको कठोर परिश्रम र लगानी मेहनत, तपाईको डेडिकेसन सबै कुरोले गर्दाखेरि तपाईको युट्युब च्यानल मोनिटाइजेसन हुन सफल भएको छ। फेरि पनि हजुरलाई बधाई भन्दै अनि आगामी दिनहरूमा राम्रो राम्रो कन्टेन्टहरूको अपेक्षा गर्दछु। हजुरले पक्कै पनि राम्रो राम्रो कन्टेन्टहरू बनाएर हजुरको भ्युअर्सहरूलाई सन्तुष्ट बनाउनु हुनेछ भन्ने आशा गर्दछु। हजुर यति नै, धन्यवाद। नमस्ते, तपाईहरु अहिले हेर्दै हुनुहुन्छ रेखा पन्त च्यानल र आज चाहिँ विशेष खुशीको दिन हैन, एउटा हर्षको दिन। हाम्रो आदरणीय दिदी रेखा पन्तज्यूले चाहिँ युट्युबको गन्तव्यमा आफ्नो यात्रा सफलतापूर्वक गन्तव्यसम्म पुर्याउन भई आफ्नो च्यानललाई चाहिँ सफलतापूर्वक मोनिटाइजेसन गर्न सफल हुनुभएकोमा सुपर सोलो टिभीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
नमस्ते, म रमाइलो सल्यान र हाम्रो एकदमै मिलनसार मित्र, एकदम सहयोगी मित्र रेखा पन्तजीको युट्युब च्यानल रेखा पन्त अफिसियल मोनिटाइज भएकोले उहाँलाई चाहिँ धेरै धेरै बधाई। साथै आगामी दिनहरूमा एकदम रमाइला र ज्ञानवर्धक भिडियोहरू आउनेछन् भनेर अपेक्षा गरेको छु र उहाँको युट्युब यात्रा एकदम अगाडि बढोस् भनेर शुभकामना दिन चाहन्छु। धन्यवाद। नमस्कार, म अक्षय कुमार यहाँहरूको समक्षमा आज केही जानकारी गराउनको निमित्त उपस्थित भएको छु। रेखा पन्त युट्युब च्यानलमा धेरै राम्रा गीत सङ्गीतहरू, धेरै राम्रा कुराहरू उहाँले आफ्नो युट्युबमा अपलोड गर्नुहुन्छ। धेरै राम्रा सन्देशहरू, कुराहरू, गीत सङ्गीतहरू राख्नुहुन्छ। यहाँहरूलाई जानकारी गराउन चाहन्छु। रेखा पन्त युट्युब च्यानल सब्सक्राइब गर्नुहोला, सेयर गर्नुहोला, कमेन्ट। रेखासिस नमस्ते अनि आरामै हुनुहुन्छ? म निरु उर्फ सिएन वर्ल्डको तर्फबाट हजुरलाई मनाउनु भएको उपलक्ष्यमा एकदमै धेरै मुरी बधाई दिन चाहन्छु होइन। यसरी नै अगाडि बढ्दै जानु होला। आगामी दिनहरूको धेरै धेरै शुभकामना। How are you, dear? So finally you made it, Rika dear. Yahoo! Congratulations for your child monetization, char. So this is it, pansit, char. Party, dear Rika. So hi, dear. I want to congratulate you for your success because your channel is already monetized. Finally, dear, your hard work had already paid off. So I am happy for you, Rika, dear, and I am so proud. Keep going and I am looking forward for your more videos, for more success in White World. So enjoy the White World. Thank you so much, dear, for having me as one of your friend. I'm sorry, sometimes my words is not perfect, so just understand. Yeah. Dear, thank you so much once again, and I am so happy for you. And one thing I will remind everyone from Nepal, not everyone but most of my friends from Nepal. So I am Jan, not Langga, not Bisaya, okay? Okay, dear, thank you so much. Bye dear. Enjoy White World and take care always. God bless and stay safe. Bye sis. रेखा पन्त अफिसियल युट्युब च्यानलमा भिडियो हेरेर बस्नुभएको सबैमा नमस्कार। म सुरज पोदार, न्यू टेक सपोर्टबाट। रेखा पन्तजीको रेखा पन्त अफिसियल युट्युब च्यानल चाहिँ मोनो भइसकेको छ। त्यसको लागि उहाँलाई हार्दिक बधाई दिन चाहन्छु र आउने दिनमा पनि यसै गरी सफलता हासिल गर्नुहोला पक्कै पनि। र रेखाजीले दिनुभएको हरेक भिडियो चाहिँ मनोरञ्जनात्मक हुन्छ, त्यसको लागि चाहिँ उहाँलाई अझै यस्तै खालको भिडियो बनाउनु होला भनेर म हौसला दिन चाहन्छु। रेखाजीले दिनुभएको माया, साथ र सपोर्टको लागि म धेरै हृदयबाट नै धन्यवाद दिन चाहन्छु र कहिले पनि पक्कै पनि बिर्सिने छैन। र अन्त्यमा फेरि पनि म उहाँलाई मेनी कङ्ग्रेचुलेसन टु यु भन्न रेखा पन्त अफिसियल युट्युब च्यानल हेरेर बस्नुहुन्छ साथीहरूमा नमस्कार छ। हाम्रो रेखाजीको मोनिटाइज भएको छ करिब हप्ता दिनभन्दा बढी भएर छ है। उहाँले फेरि कङ्ग्रेचुलेसनको भिडियो एकदम राम्रो गर्नुभयो। हुन त कसैले म प्रति अपेक्षा राख्छ भने त्यस्तो लागि चाहिँ कुराहरू गर्न सक्छु भने चाहिँ गरेको छु होइन।
चाहिँ आज म उहाँलाई बधाईको चाहिँ भिडियो दिन गएको छु। राइट छ कि मेरो त्यो कारणले गर्दाखेरि रेखाजी बधाई छ, उन्नति प्रगति गर्ने होला। अरूले जहाँ जस्तो विश्वको टप नम्बरमा जाओस् भन्दिनँ म, सम्भावना हुने कुरो गर्नुपर्छ, असम्भव कुराहरू चाहिँ गर्नु हुँदैन। त्यही पनि तपाईँको च्यानल चाहिँ राम्रो ग्रोथ पाओस्, राम्रो व्यवहार पाओस् होइन। तपाईँले गरेको मेहनत सम्पूर्ण साथीहरूको सहयोगले गर्दाखेरि हो। जसले आउनुभयो साथ दिनुभएको छ तपाईँलाई, यदि आएर डिसलाइक गर्नुभएको छ उहाँहरूको पनि सेकेन्ड या 1 मिनटको चाहिँ बसेको भए पनि तपाईँको त्यो वाच टाइम बनिएको छ। त्यसले गर्दा तपाईँको च्यानल मोनिटाइज भएको हो। कसैले डिसलाइक गर्छ भने त्यसलाई चाहिँ आफूले गल्ती केही कमजोरीहरू छन् भन्ने चाहिँ बुझ्नु होला र अगाडि बढ्नु होला। फेरि पनि सम्पूर्णलाई साथ दिने नदिने सम्पूर्णलाई चाहिँ बधाई भन्न चाहन्छु र विशेष रेखाजीलाई पनि बधाई। तपाईँको मेहनतलाई युट्युबले सहज रूपमा स्वीकार दिएको छ र मोनिटाइज भएको छ। अब डलर खनी कमाउनु होला भनेर त के भन्नु, रहर मात्रै हो। र फेरि पनि एकचोटि बधाई छ भन्न चाहन्छु म। अनि त्यसपछि मेरो राईवीर न्युजबाट हाम्रो अमिर राई दाजु हुनुहुन्छ, अनि त्यसपछि हाम्रो राज किरान सर हुनुहुन्छ, उहाँको तर्फबाट पनि मैले नै यहाँबाट बधाई भन्दै तपाईँको लागि भन्दै बिदा चाहन्छु। हस्, नमस्कार, बाई बाई। रेखा पन्त अफिसियल युट्युब च्यानल हेरेर बस्नुहुने भ्युअर, सब्सक्राइबर्स अनि हजुर सिस्टरलाई पनि हाम्रो यो च्यानलको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। कङ्ग्रेचुलेसन, तपाईँको च्यानल मोनेटाइजेसन अप्रुभ भइसकेको छ। तपाईँहरूको यति ठुलो खुसीको क्षणमा पनि हामीले एउटा मौका अवसर दिनुभयो, जसको लागि यो हाम्रो च्यानलको तर्फबाट रेखा सिस्टर अनि तपाईँहरू भ्युअर सब्सक्राइबर सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ। आउने दिनहरूमा पनि तपाईँहरूको सफलताको हामी कामना गर्दछौँ। आउने दिनमा अझै पनि राम्रो काम गर्दै जानुहोस्, यो क्षेत्रलाई अलिक अगाडि बढाउनुहोस् र भ्युअर सब्सक्राइबर तपाईँहरू बिनाको यो यात्रा अधुरो छ। वान्स अगेन सबै तपाईँहरूलाई भ्युअर सब्सक्राइबर्स अनि रेखा सिस वान्स अगेन कङ्ग्रेचुलेसन, बधाई छ। दर्शकबिन नमस्कार, म हो जम्का भेट केदार राई। तपाईँ अहिले हेर्दै हुनुहुन्छ रेखा पन्त अफिसियल युट्युब च्यानल। यदि यो च्यानललाई तपाईँहरूले सब्सक्राइबर गर्नुभएको छैन भने सब्सक्राइब गरेर रेखा पन्त अफिसियलसँग जोडिनु र च्यानल मोनिटाइज भएकोमा एकदमै धेरै 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 बधाई छ हाम्रो रेखाजीलाई। आउने दिनमा अझै उन्नति प्रगति गर्दै जानु होला भन्दै धेरै 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 शुभकामना अनि बिग कङ्ग्रेचुलेसन। ओके, हस्त बाबा। नमस्ते हजुरहरू सम्पूर्णमा, म फेरि पनि हजुरहरूमा आज उपस्थिति भइसकेको छु। हाम्रो रेखा दिदीको युट्युब च्यानल युट्युब पार्टनरसिप प्रोग्राममा सहभागी भई 1K+ सब्सक्राइबरका साथसाथै 4000 वाच टाइम आवर पूरा गरी युट्युब मोनिटाइजेसन प्रोग्राममा सहभागी हुन सफल हुनुभयो। हजुरलाई म महेश्वर काफ्लेको तर्फबाट उत्तर प्रगतिको कामना सहित हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। हवस् त, धन्यवाद। सबैलाई नमस्कार, म शेरजङ गुरुङ ओयल इन्टरटेनमेन्ट नेपालबाट। आजको दिनमा पनि एउटा चाहिँ हामीले चाहिँ एउटा शुभ समाचार सुनेका छौँ। त्यो के छ भने हाम्रो रेखा पन्त अफिसियल नेपालको गोर्खा घर भए तापनि आफ्नो परिस्थितिले आफ्नो बाध्यताले गर्दाखेरि अहिले बाहिर विदेशमा हुनुहुन्छ। बाहिर रहेर उहाँले रेखा पन्त अफिसियल भन्ने युट्युब च्यानल सञ्चालन गरिरहनु भएको छ। उहाँको च्यानल चाहिँ आजको दिनमा फेरि मोनिटाइज भएको छ। उहाँलाई मोनिटाइज भएको अवसरमा चाहिँ ओयल इन्टरटेनमेन्ट नेपालको तर्फबाट बधाई तथा शुभकामना भन्न चाहन्छु। एक अत्यन्त मिलनसार, सबैसँग एकदम सजिलै बुझ्न सक्ने, बहुप्रतिभाको धनी भन्न रुचाउँछु। गीत पनि त्यतिकै मिठो गाउने, सँगसँगै रचनाहरू गजलहरू पनि रचना गर्नुहुने। अझै विशेष गरी मैले चाहिँ हाम्रै क्षेत्रतिरको हुनुभएको कारणले चाहिँ मैले उहाँलाई चाहिँ चेली मानेको छु र म एउटा चाहिँ माइतीको रूपमा यहाँ उभिएको छु। हामी भनौँ न
आत्मिक रूपमा हामी शारीरिक रूपमा नजिक हुन नसके तापनि हामी आत्मिक भावनात्मक रूपमा चाहिँ नजिक भएका छौँ यो विभिन्न सोसल साइटहरू मार्फत। त्यसैले चाहिँ उहाँलाई मैले माइती मानेको छु। पक्कै पनि एकचोटि पक्कै पनि भेट होला सम्पूर्ण साथीहरूसँग भन्न चाहन्छु। उहाँ रेखाजीलाई चाहिँ सबैजनाले माया गरिदिनु होला, उहाँलाई साथ दिनु होला। अझै पनि तपाईँहरू चाहिँ नयाँ हुनुहुन्छ, रेखा पन्त अफिसियल च्यानललाई तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने तपाईँले पक्कै पनि त्यस च्यानललाई सब्सक्राइब गरिदिनु होला। सँगसँगै रहेको बेल आइकन पनि प्रेस गरिदिनु होला, किनभने त्यहाँ रहेका जति पनि अपलोड गरिएका सामग्रीहरू सबैभन्दा पहिले तपाईँको मोबाइलमा तपाईँले नोटिफिकेसनको रूपमा प्राप्त गर्न सक्नुहुन्छ। माया गरिदिनु होला, सम्पूर्ण नेपालीहरूले हेरिदिनु होला। त्यहाँ लागेका सामग्रीहरू अपलोड गरिएका सामग्री के कस्तो लाग्छ तपाईँले जस्ताको जस्तै प्रतिक्रिया जनाइदिनु होला र नेपालीलाई सहयोग गर्नु होला भन्दै जाँदै फेरि हाम्रो रेखाजीलाई चाहिँ कार्य सफलताको शुभकामना भन्दै once again congratulations भन्न चाहन्छु। Thank you. Hello dear Rika, namaste, and namaste to all of you guys, namaste. So Rika dear, since your channel got already monetized, so I am here to congratulate you. Huge congratulations to you. It's because finally your channel got already monetized, and I am so happy for you. Wishing you all the best to your YouTube channel. Keep uploading. Just enjoy your YouTube journey, and keep supporting to each and everyone. Thank you so much for giving some support to all of us. Thank you, and just enjoy everything in your YouTube journey, and that's all. God bless to you, and keep rocking. That's all. And once again, congratulations, big congratulations. Namaste. नमस्ते सबैजनालाई, अनि हाम्रो रेखाजीलाई पनि विशेष नमस्ते, धन्यवाद, नमन भन्न चाहन्छु। अनि हाम्रो रेखाजीको कोसेली अनलाइन टिभी फाइनली मोनेटाइज भइसकेको छ, उहाँलाई हार्दिक बधाई दिन चाहन्छु। बिग कङ्ग्रेचुलेसन रेखाजी। अब आउने दिनहरूमा नि दामी 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 भिडियो ल्याउनु होला, कन्टेन्ट ल्याउनु होला, अगाडि बढ्दै जानु होला। अनि यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। आउने दिनहरूमा पनि मजाले साथ दिन पाऊँ हामीले पनि है, कन्टेन्टहरू मजाले ल्याउनु होला। उहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु। अरू त खोइ अब के दिन सकौँ र होइन, अब तालिम त्यही दिन सक्छु अहिले। जय नेपाल। ल रेखा नानीलाई त युट्युब च्यानल मोनो भएकोमा धेरै धेरै बधाई छ है। म बुलाकी बजे रूपा दरदेखि धेरै धेरै सम्झना मया छ। अब पुरस्कार थियो यहाँ यस्तो कुटिरो बिसाम भने फेरि चोरेर लैदिन्छन् कि अनि टेन्सन ल्याइदिन नपाएर गुटुक्क भएछ। बधाई छ नानीलाई धेरै धेरै। नमस्ते, हाम्रो आवाज अफिसियल युट्युब च्यानलबाट म सञ्जीव लिम्बू आज विशेष गरी हाम्रो रेखा सिस्टरको रेखा पन्त अफिसियल युट्युब च्यानलको मोनिटाइज भएको सुखद घडीमा आफ्नो 2-4 शब्दहरू राख्न पाउँदा म एकदमै खुसी छु। र पक्कै पनि सर्वप्रथम रेखा सिस्टरलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र सारा नेपाली युट्युबरहरूको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। कङ्ग्रेचुलेसन रेखा सिस्टर। र पक्कै पनि आजसम्म यो रेखा पन्त अफिसियल युट्युब च्यानलले जति पनि दर्शक श्रोताहरूको मन जित्न सकेको छ, आगामी दिनहरूमा अझ सशक्त ढङ्गले सक्रियताका साथ अगाडि बढ्न सकोस् मेरो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। र आज हजारौंको ढुकढुकी बन्न सफल बनिसकेको रेखा पन्त अफिसियल युट्युब च्यानल भोलि देश तथा विदेशमा छरिएर बस्नुभएका करोडौं
दर्शक श्रोताहरूको ढुकढुकी बन्न सकोस् मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र रेखा पन्त सिस्टरले यस च्यानललाई यहाँसम्म पुर्याउनमा एकदमै ठुलो दुःख कष्ट सङ्घर्ष गर्नुभएको छ, यसमा दुई मत छैन। उहाँले जति योगदान दिनुभएको छ, उहाँले जति कष्ट जति सङ्घर्षका साथ उहाँले चाहिँ यो च्यानललाई यहाँसम्म पुर्याउनु भएको छ र यसमा पक्कै पनि हाम्रा भगवान रूपी दर्शकहरूको पनि उत्तिकै ठुलो हात र भूमिका रहेको छ। किनकि हाम्रो रेखा सिस्टरले चाहिँ भिडियोहरू अपलोड गर्नुहुन्छ, त्यो भिडियोहरू दर्शकहरूले मन पराउनुहुन्छ, हेर्नुहुन्छ, अनि न आज यो च्यानल मोनिटाइज हुन सफल बनेको छ। त्यसैले म सदा भन्ने गर्छु कि दर्शक भनेका हाम्रा भगवान हुन्। हामीले भिडियोहरू अपलोड गर्छौँ अर्थात् हामी गीतहरू गाउँछौँ, हाम्रा दर्शक श्रोताहरूले सबैजनालाई है म चाहिँ टिभी नेपबाट अमिरजङ कुवर है। तर आज एकदमै खुसी लागेको छ, हाम्रो रेखा पन्त अफिसियल युट्युब च्यानल चाहिँ मोनिटाइज भएको छ, एकदमै खुसी लागेको छ। र आउँदो दिनहरूमा पनि राम्रो राम्रो भिडियोहरू राम्रो राम्रो प्रस्तुतिहरू यो च्यानलबाट देख्न पाइयोस् र अझै राम्रो राम्रो प्रगति गर्दै जानु होला भन्दै शुभकामना दिन चाहन्छु। र एकदमै खुसी भएको छु, मलाई जानकारी पनि गराउनु भएको थियो उहाँले चाहिँ अमिर चाहिँ मोनिटाइज भयो भनेर, त्यसको लागि पनि धेरै धेरै धन्यवाद भन्दै बिदा हुन चाहन्छु। नमस्ते, मेरो नाम शिव हो। म चाहिँ एसियन टेक न्युज च्यानलबाट र हाम्रो रेखा पन्तज्यूलाई चाहिँ बिग कङ्ग्रेचुलेसन्स। उहाँको युट्युब च्यानल मोनेटाइज भएकोमा एकदमै धेरै खुसी लागेको छ। कसैले पनि आफ्नो युट्युब च्यानल जतिखेर क्रिएट गर्छ उहाँहरूको एउटै लक्ष्य हुन्छ च्यानललाई मोनेटाइज गराउने, र च्यानललाई मोनेटाइज गराउनको लागि 4000 घण्टाको वाच टाइम र 1000 सब्सक्राइबर पुरा गर्नुपर्ने हुन्छ। र तपाईको किस्मतले यदि साथ दियो भने तपाईको जुन पहिलो भिडियो हाल्नुहुन्छ त्यो भिडियो यदि भाइरल भइदियो भने त्यो भिडियोबाट तपाईको 4000 घण्टा वाच टाइम र सब्सक्राइबर जुन 1000 छ त्यो चाहिँ पुरा हुन्छ। यदि तपाईको किस्मतले साथ दिएन भने तपाई 100 वटा भिडियो हाल्नुहुन्छ भने पनि तपाईको 1000 सब्सक्राइबर र 4000 घण्टाको वाच टाइम चाहिँ पुरा हुँदैन। धेरै मेहनत गर्नुपर्छ युट्युबमा, र यति मेहनत पछि जब हाम्रो युट्युब च्यानल मोनेटाइज हुन्छ त्यतिखेर हाम्रो खुसीको सीमा नै हुँदैन। र हाम्रो रेखाजीले पनि धेरै मेहनत गर्नुभएको छ आफ्नो युट्युब च्यानलमा, र फाइनली उहाँको युट्युब च्यानल मोनेटाइज भएको छ। र कङ्ग्रेचुलेसन्स फेरि पनि। र आउने दिनहरुमा पनि यसरी नै राम्रो राम्रो भिडियो लिएर आउनु होला आफ्नो युट्युब च्यानलमा, र हामीहरूलाई चाहिँ इन्टरटेन गर्दै गर्नु होला। र शुभकामना छ रेखाजी हजुरलाई चाहिँ आउने दिनहरुमा पनि तपाईको जुन युट्युबको यात्रा छ यसरी नै सफल होस् भन्दै फेरि पनि कङ्ग्रेचुलेसन्स हजुरलाई, र बाइ बाइ, टेक केयर। हाई नमस्ते रेखाजी, बधाई छ हजुरलाई, कङ्ग्रेचुलेसन रेखाजी। आगामी दिनहरुमा अझै प्रगतिको कामना गर्दछु। अघि खानु पछि खानु थाल उस्ता उस्तै, अघि खानु पछि खानु थाल उस्ता उस्तै, माछा मार्ने जल हारेको जाल उस्ता उस्तै, अघि खानु पछि खानु थाल उस्ता उस्तै। आदरणीय दर्शकवृन्द नमस्कार, म तपाईहरुको आफ्नै साथी अभियान लेबाङ यानी कि डिटिभी नेपालको अनलाइन सहकर्मी। आज यस भिडियो विशेष गरेर हाम्रो गजल सारथी मित्र पनि हुनुहुन्छ, साथमा अहिले चाहिँ नि डिजिटल प्लेटफर्ममा चाहिँ
पहिलोचोटि आउनुभएका हाम्रा गोर्खाका मित्र रेखा पन्त अफिकल युट्युब च्यानल नामक उहाँको च्यानल चाहिँ नै मोनिटाइजेसन सफल भएको हुनाले मेरो तर्फबाट अनि डिटिभी नेपाल युनिटको तर्फबाट चाहिँ तपाईलाई अग्रिम सफलताको शुभकामनाहरू व्यक्त गर्न चाहन्छु। साथमा अझ धेरै प्रगति गर्दै जानुहोस्। तपाईँ चाहिँ नै नेपालको मात्रै नभएर एउटा विश्वको एउटा पहिलो एउटा युट्युबर चाहिँ बन्नुहोस्, ताकि रेखा पन्त को हुन् र रेखा पन्तको यथार्थ के हो र रेखा पन्त कसरी डिजिटल प्लेटफर्ममा आइन् यसबारेमा चाहिँ सबैले एउटा चिन्ने अवसर पनि मिलोस् र सबैको मनमा सबैको मुटुमा बस्न सफल बन्नुहोस्। यही शुभकामना व्यक्त गर्दै म तपाईको आफ्नै साथी अभियान लिबाङ ओजेल हुन चाहन्छु। नमस्ते। नमस्ते यहाँहरू सम्पूर्णमा म राज सुनवार किराँतको तर्फबाट एकदमै धेरै खुसी लागिरहेको छ। आज मलाई जुन धेरै मेहनत धेरै परिश्रमको साथमा आज हाम्रो रेखा पन्तज्यूको आफ्नो अफिसियल युट्युब च्यानल युट्युब मोनिटाइजेसन हुन सफल भएको छ। त्यसको लागि म यहाँलाई हार्दिक हार्दिक बधाई व्यक्त गर्दछु र अब आउने दिनहरूमा अझै उच्च प्रगति होस् यही कामना गर्दछु। रेखा पन्त एउटा आफै एकदमै क्षमतावान व्यक्ति हो जसमा धेरै कुराहरू धेरै कलाहरू लुकेको छ। उहाँले एकदम कलम चलाउनुहुन्छ, राम्रो राम्रो धेरै राम्रो कुराहरू लेख्नुहुन्छ, उहाँ गीत पनि गाउनुहुन्छ, एकदम सुमधुर स्वरको धनी पनि हुनुहुन्छ उहाँ। तपाईँ यस्तै यस्तै गरेर आफूभित्र भएको कला प्रतिभाहरूलाई अझै पनि उजागर गर्दै जानुहोला यस युट्युब च्यानल मार्फत। तपाईलाई म पुनः तपाईको युट्युब मोनिटाइजेसन भएको यो सुवर्ण अवसरमा हार्दिक हार्दिक बधाई व्यक्त गर्दछु। म लगायत मेरो एकदम मिलनसार मित्र हुनुहुन्छ मिलन मगर, उहाँको तर्फबाट पनि यहाँलाई म हार्दिक हार्दिक बधाई व्यक्त गर्न चाहन्छु। आउने दिनहरूमा अझै उत्तरोत्तर प्रगति होस् मेरो यही कामना छ। र हजुरहरू जति सबैले युट्युब च्यानल हेरिराख्नु भएको छ रेखा पन्त अफिसियल युट्युब च्यानल, तपाईहरूले उहाँको च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छैन भने कृपया सब्स्क्राइब पनि गरिदिनु होला। हस् त, धन्यवाद। नमस्ते, भुइँसरी सेवारो सबैमा म दिपेन्द्र लिम्बूको तर्फबाट आज एकदमै खुसीको कुरा लिएर तपाईहरु समक्ष आएको छु र यो खुसीको कुरा तपाईहरु समक्ष ल्याउन मलाई मौका दिनुहुने रेखा पन्तज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज उहाँको युट्युब च्यानल रेखा पन्त अफिसियल च्यानल चाहिँ फाइनली मोनेटाइज भइसकेको छ। उहाँलाई म लगायत मेरो आफ्नो टिभी टिमबाट धेरै धेरै बधाई दिन चाहन्छु। आगामी दिनहरूमा राम्रा राम्रा कन्टेन्टहरू ल्याएर लाखौं अनि करोडौं दर्शकहरूको मनमुटुमा बस्न सफल बन्न सकेको रेखा पन्त अफिसियल च्यानल। र यदि दर्शकहरूले यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरेर छेउमा भएको बेललाई थिच्न नबिर्सिनु होला। बाई बाई, कङ्ग्रेचुलेसन वान्स अगेन। मायाको चिनो देऊ भन्दै सम्झेर आयो, मायाको चिनो देऊ भन्दै सम्झेर आयो, भाग्य माने रहेछौ तिमी अमेरिका घुमेर आयो। मायाको चिनो देऊ भन्दै सम्झेर आयो, भाग्य माने रहेछौ तिमी अमेरिका घुमेर आयो। आशा छ आउने दिनमा अझै मेहनत गर्छौ, आशा छ आउने दिनमा अझै मेहनत गर्छौ, हेर सफलताको शिखर चुमेर आयो, भाग्य माने रहेछौ तिमी अमेरिका घुमेर आयो। नमस्ते, म कैलाली अनलाइन टिभीबाट चक्र विवश भण्डारी। जुन हाम्रा युट्युबका सहकर्मी रेखा पन्त अफिसियलको आज युट्युब च्यानल मोनिटाइजेसन भएर आएको छ, उहाँको मेहनत एकदमै रूपमा सफल भएको छ। त्यसप्रति उहाँलाई एकदमै हार्दिक 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 मनैदेखि हार्दिक बधाई दिन चाहन्छु। र आगामी आउने दिनमा पनि मबाट हुने साथ सपोर्ट आन्तरिक रूपमा बाहिरी रूपमा जसरी हुन्छ म उहाँलाई दिनेछु भन्दै अहिलेलाई भने यहाँहरू माझबाट छुटिन चाहन्छु। पुनः पनि हार्दिक हार्दिक धेरै बिग 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 कङ्ग्रेचुलेसन रेखाजी, नमस्ते।
दर्शकवृन्द नमस्ते नमस्ते नमस्ते। रेखा अफिसियल युट्युब च्यानलमा सबैलाई स्वागत गर्न चाहन्छु र नमस्ते भन्न चाहन्छु। रेखाजीको चाहिँ च्यानल मोनेटाइज भएको हुँदाखेरि उहाँलाई आत्मीयदेखि एकदम बधाई भन्न चाहन्छु। कङ्ग्रेचुलेसन, तपाईँको हरेक पल शुभमङ्गल रहोस् र रेखाजीको यो च्यानललाई सबैले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला र आगामी दिनमा अझै राम्रा भिडियोहरू ल्याउनु होला। अग्रिम शुभकामना। हस् त। नमस्ते सबैजनामा। यति बेला रेखा पन्त अफिसियल च्यानल हेरेर बस्नुभएका सबै साथीहरूलाई नमस्ते। म विष्टकाजीको तर्फबाट अनि फेरि पनि एउटा एकदमै अत्यन्तै खुसीको खबर आएको छ। हाम्रो रेखाजीको च्यानल मोनिटाइज भएको छ। सबैको लागि एकदमै खुसीको कुरा हो। यो अवसरमा हाम्रो रेखाजीलाई एकदमै धन्यवाद, एकदमै शुभकामना, एकदमै धेरै बधाई दिन चाहन्छु मेरो तर्फबाट। र रेखाजी यो ठाउँमा पुग्नको लागि पक्कै पनि सम्भव थिएन एक्लै। जति पनि पर्दा पछाडिबाट साथ दिनुभयो, साथ सपोर्ट गर्नुभयो, ती सहयोगी मनहरूलाई पनि म एकदमै नमन गर्न चाहन्छु, एकदमै धन्यवाद दिन चाहन्छु। यो साथ र मायाको लागि, यो साथ र माया सधैँभरि यस्तै नै चलिरहोस्, यस्तै नै हामीले एक आपसमा बाँड्न पाऊँ, यही नै मेरो कामना छ। र हाम्रो रेखाजीको यो सङ्घर्ष, यो लामो दुःखको फल पक्कै पनि मिलेको छ। एकदमै सबैको लागि खुसीको कुरा हो। जति पनि साथीहरू लागि परिरहनु भएको छ यस क्षेत्रमा, नयाँ साथीहरू हुनुहुन्छ अथवा चाहिँ पुराना साथीहरू हुनुहुन्छ, सबै साथीहरूलाई एकदमै अग्रिम बधाई दिन चाहन्छु। राम्रो गर्नुहोस्, अगाडि बढ्नुहोस् भन्न चाहन्छु। भोलिका दिनहरूमा पनि तपाईँको च्यानलमा एकदमै राम्रो कन्टेन्टहरू हामीले हेर्न पाऊँ, सुन्न पाऊँ। साहित्यमा एकदमै रुचि राख्ने मान्छे हुनुहुन्छ, साहित्यमा नै के गर्नुहोस् भन्ने पनि कामना गर्न चाहन्छु। र अन्तिममा फेरि पनि जाँदै हाम्रो रेखाजीको च्यानल मोनिटाइज भएको अवसरमा मेरो तर्फबाट र सम्पूर्ण साथीहरूको तर्फबाट फेरि पनि एकदमै धेरै बधाई, एकदमै धन्यवाद, शुभकामना। प्रगति गर्दै जानुहोला। नमस्ते।